माननीय सदस्य निशा डाँगी। सम्माननीय सभामुख महोदय, यस वर्ष जेनजी पुस्ताको विषयमा धेरै छलफल भए, तर ती छलफलले हाम्रो वास्तविक आवश्यकता बुझ्न सकेका छैनन्। त्यसैले म जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै हाम्रा पुस्ताका मागहरू राख्न चाहन्छु। पहिलो नम्बरमा हामी स्थिर सरकार चाहन्छौँ जहाँ विकासले गति लियोस् र हाम्रो भविष्य सुनिश्चित गरियोस्। दोस्रो नम्बरमा हाम्रो हजुरबुवाको पालादेखिका नेताहरूबाट आशा मरिसके सभामुख महोदय। म जन्मनु अगाडिदेखि नै प्रधानमन्त्री बनिसकेका व्यक्तिहरूको डेट एक्सपायर भइसक्यो। हामी नयाँ अनुहार र नयाँ सोचको नेतृत्व चाहन्छौँ। तेस्रो नम्बरमा हामी रोजगारी र उद्यमशीलतामा प्रोत्साहन गर्ने नीति चाहन्छौँ। सिप विकासका तालिम चाहन्छौँ जसले 21औं शताब्दीको चुनौती पनि सामना गर्न सकोस्। चौथो नम्बरमा हामी केवल डिग्री होइन गुणस्तर शिक्षा चाहन्छौँ जसले विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाओस्। चौथो नम्बरमा देश भ्रष्टाचारले खोक्रो भइसक्यो। हामी सुशासन र पारदर्शिता चाहन्छौँ। भाषण र आश्वासन होइन, हामी ठोस कार्यान्वयन चाहन्छौँ। सम्माननीय सभामुख महोदय, मेरो पुस्ताको जायज मागहरूलाई गम्भीरतापूर्वक मनन गरियोस् र